आफैमा ठुलो ठक्कर खाएपछि थाहा पाए मान्छेले गिराउनको लागि ढक्का होइन पहिला सहारा दिए झै नाटक गर्ने रहेछन्। ए मूर्ख, म पुरिएको होइन रोपिएको हुँ। तिमी धैर्य गरेर बस, एक दिन म विशाल वृक्ष बनेर उम्रने छु। अक्सर गरिब मानिएर भोज भटेरमा स्थान नपाउनेहरू शव यात्रामा सबैभन्दा पहिला आइपुग्छन्। घन्टौसम्म टोलाउँछौ रे नि त त्यो अन्धकार आकाशमा जुनलाई निहाल्दै। भन न यो धरतीबाट के घुमायो? सायद म आफैसँग धेरै पटक हारेर होला। अब त कुनै नयाँ कदम चाल्न पनि मन लाग्दैन। चाहेको कुरा त्यागेर हिँडेको छु। नसोध दिन कसरी बित्दैछ। रहरको सहर निकै ठुलो थियो तर म जिम्मेवारीको गल्लीमै अल्झिरहेको छु। असल मानिस जोडिँदै जान्छन्, खराब मानिस छोडिँदै जान्छन्। सारा दुनिया स्थिर हुँदैन साहेब। यात्राका कैयौं पाइलाहरू मोडिँदै जान्छन्। ओछ्यानसम्म आएकी एक महिलालाई तिमी यो नसोच, उसलाई फसायौ। यो एउटा मजबुत प्रमाण हो कि उनले आफूभन्दा बढी भरोसा तिमीमा राखेको छ। समस्याहरू हजारौं हुन्छन्। उदासुदैमा प्रेममा धोका पाएको हुँदैन। अहिले म त्यो परिस्थिति भोग्दैछु साहेब, जहाँ मान्छे सहन नसकेर मृत्यु रोज्छन्। टाढिने बहाना चाहिएको तिमीलाई मैले रिसाएर सजिलो बनाइदिए। अब यो भन्दा बढी प्रेम गर्ने हैसियत छैन ममा।